नमस्ते एभ्रिवान। आज चाहिँ हामी चौबारतिर घुम्न आएको, दही चिउरा खाने दिन। हेर्नुहोस् त यहाँको सिन चाहिँ कस्तो दामी छ। वाउ, हेर्दै मन लोभिने। हेर्नुहोस् गाइज, आज हाम्रो कार्यक्रम चाहिँ 2 बजे भनेको 4 बज्न लागिसक्यो। ओए बा, दगुर्दै आपत भइसक्यो। हेर्नुहोस् त कस्तो दामी सिन छ यहाँ। हेर्नुहोस् त यहाँ आउँदा चाहिँ यस्तो फिल भयो कि पुरै पहाडतिर घुम्न गएको जस्तो। यस्तो रमाइलो छ है यहाँ, पुरै छोडिदिउँ, दामी लाग्छ क्या। यो चाहिँ काठमाडौँतिरको साइड है। अब यो चाहिँ चौबारतिरको साइड। उता भाइ जाँदैछ, म पनि यहाँ जाँदैछु। दिदीहरू आन्टीहरू उता आउँदैछन्, फेरि म यहाँ एक्लै छु। हेर्नुहोस् गाइज, दगुर्दा हालत खराब भइसक्यो। बहिनी ओए उ त्यहाँ डाँडा त है, उ त्यहाँ हामी चाहिँ दही चिउरा खाने ठाउँ ऊ यहाँ है। अब यहाँबाट जानुपर्छ है। कहाँबाट जाने? अनि त्यसो भए उ त्यहाँ माथिबाट जान्छ त्यो बाटो। यहाँबाट जान्छु, ओर तल झर्नुपर्छ। कति टाइम लगाएको। हेर्नुहोस् त गाइज, कस्तो दामी छ क्या यहाँ। हेर्नुहोस् त, माथि बादलका गुच्छाहरू, तल चाहिँ हिमाल पहाड पर्वत तराई। यो भ्याली हो, भ्याली हो क्या। माथि चाहिँ डाँडा काँडाले घेरिएको, तल चाहिँ समतल ठाउँ। हेर्नुहोस् अब यहाँ हामी घुम्न जान लाग्यो। हिँड्दा आपत भइसक्यो। हेर्नुहोस् गाइज, बल्ल बल्ल यहाँ त आइपुग्यो। अब यहाँबाट हेर्नुहोस्, त्यहाँबाट आज त्यहाँ माथि जानुपर्ने छ त्यो डाँडामा। हेर्नुहोस् त्यहाँ जानुपर्ने त्यो पार्कमा, मन्जुश्री पार्क। यतै हो, तल यहाँ हो, तलबाट। ए हेर्नुहोस् त घाँस कस्तो दामी पलाएको। मलाई त सानो छँदा घाँस काटेको याद आयो क्या, दामी छ। हेर्नुहोस् गाइज, यहाँ बाटो खतरा छ, डेन्जर छ, डेन्जर। ए बहिनी हेलो, बोल त यतातिर। के छ तेरो खबर? कस्तो भयो त आज चौबारको अनुभव? ओइ मगो, कसरी जाने हो? हेर बाटो त धेरै गाह्रो छ है। म त पहिला आएको थिएँ, आजकल त धेरै भइसक्यो नआएको यहाँ। हेर्नुहोस् गाइज, यस्तो राम्रो छ हेर्न त। थोरै डर लाग्छ है तल हेर्दाखेरि, कस्तो खतरा डेन्जर छ तल। हेर्नुहोस् त, तल छ क्या, फेरि माथि देखिरहेको जस्तो मात्रै हो, धेरै गाह्रो छ। हेर्नुहोस् गाइज, मलाई त ओर्लिनै गाह्रो छ। लास्टै रमाइलो पनि छ तर दुःख पनि छ। यस्तै हो गाइज, जहाँ रमाइलो हुन्छ त्यहाँ दुःख पनि हुन्छ नै। जिन्दगी एउटा दुःख सुखको पाटो हो भन्छन् नि, हो रहेछ साँच्चीकै। दुःख नआए सुख कहिल्यै हुँदैन। सुखको जीवन पनि रमाइलो त्यति हुँदैन। जब दुःख मिसिन्छ जिन्दगीसँग, अनि यस्तो रमाइलो हुन्छ त्यो दुःख पछिको सुखको। पुरै छोडिदिउँ क्या, छुट्टै रमाइलो छ जब दुःख भइसकेपछि सुख अनुभूति गर्दाको पल। हेलो सेलबाउ ढुङ्गा माटो, अनि त्यसपछि हेर्नुहोस् कस्तो छ भने, तर घाँस चाहिँ दामी छ क्या। हेर्नुहोस् पुरै छोडिदिउँ। हेर्नुहोस् यो बाटो चाहिँ सानो छ फेरि यहाँ। हेर्नुहोस् यो बाटो हेर्दाखेरि डराइ जान मन लाग्छ मलाई चाहिँ यहाँ होइन। ओहो, यति साङ्ग्रो बाटो छ। हेर्नुहोस् पहिला त खुब मेलापात यसो हिँडिन्थ्यो बच्चाको समयमा। अहिले चाहिँ डर लाग्ने। हेर्नुहोस् त, ओ मागो कस्तो भने हो भने भाइ। हेर्नुहोस् यहाँ सबैजना आइराख्नु भएको छ पछाडि हाम्रो ग्रुपहरू। ए भाइ, अझ उता आन्टीहरू त छुटेछ। ल कति ढिलो गर्नुभयो क्या उहाँले चाहिँ, पुरै छोडिदिउँ कि यति ढिलो गर्नुहुन्छ। आउँदै
हेर्नुहोस् काग पनि उडिरहेको रहेछ टक्क माथितिर। यो फेरि यति माथि यो माथि चाहिँ कति दामी गुम्बा छ नि भाइ होइन? ऊ त्यो माथि गुम्बा छ तर क्यार हजुरलाई देखाउन मिल्दैन। हो मञ्जुश्रीले काटेको डाँडा हो यो। हेर्नुहोस् त यो ट्याक्कै पारेर यसरी काट्नु पर्यो 7 क्लासमा होइन? 7 क्लासको सामाजिक किताबमा हेर्नुहोस् ठ्याक्कै याद आयो। बहिनी यता यता होला नि भाइ माथिबाट हो। ओहो यहाँ बाटा पनि कति छन् कति। आउनु त पहिला पहिला आइन्थ्यो तर यति राम्रोसँग घुमिया त थिएन। के पानी पनि पर्न थाल्यो अब चाहिँ। बाटो खतरा छ तैपनि दगुरी दगुरी आउँछ हामी। ओहो हेर्नुहोस् त धेरै लामो छ है गाइस। हजुरहरूलाई म देखाउँदै जान्छु हेर्दै जानुहोस्। हजुरलाई बर्खायाममा एकदमै मनपर्ने भनेको हरियाली सबैलाई होइन? त्यही हरियाली हेर्नुहोस् त यहाँ यस्तो दामी छ कि यस्तो दामी मनै लोभिएर आउँछ। उहाँ हेर्नुहोस् बर्खायाममा पलाएको पालुवा है यो घाँस कस्तो दामी छ हेर्नुहोस् त। मेरो भ्लग हेर्नेहरू पनि लोभिएर यहीँ पुग्नुहुन्छ हेरिराख्नु होला। अय्यब्बा गाह्रो छ। खस्यो भने गइन्छ यहाँ खाइ पनि रोकिन्न। हाइकिङ हाइकिङ आन्टीहरूलाई यस्तो गाह्रो भएको छ उहाँ। एमा आउनुहोस् आउनुहोस् त्यही भने है। म त आथेँ पहिला त तर आज छुट्टै रमाइलो होला जस्तो छ। ओहो यताबाट हेर्नुहोस् फेरि काठमाडौँ पनि देखिन्छ नि। हजुरहरू भन्नु होला चोबार मात्र देखिन्छ नि यहाँ काठमाडौँ पनि। हेर्नुहोस् न राम्रोसँग ऊ त्यहीँ छ काठमाडौँ पनि। अब हेर्नुहोस् हजुरहरूलाई यो बाटो देखाउँदैछु मैले। यस्तो रमाइलो पहिला पहिला पहाडमा चढ्दाखेरि त रमाइलो लाग्थ्यो क्या। आजकल त खै अलिअलि डर पनि लाग्छ क्या। समय परिस्थिति र मौसम अनुसार सबै कुरा परिवर्तन हुन्छ भन्छन्। हो होला त्यही भएर यस्तो भयो होला। पहिला त खुब रमाइलो लाग्थ्यो दगुर्थ्यौँ हामी यस्तो बाटोमा त। अहिले त डर पो लाग्छ। यहाँ त फेरि ठुलो रहेछ बाटो पनि। हेर्नुहोस् गाइज यहाँ चाहिँ समथिङ दिनमा त्यही 500,000 जति यसो आफ्नो मोड फ्रेसको लागि यो हरियालीमा घुम्ने धेरै हुन्छ। तर आज चाहिँ खासै छैनन्। पानी परेर होला बिहान पनि पानी परेको थियो काठमाडौँमा। तर यहाँ चाहिँ छैनन् खासै। 1-2वटा नानीहरू यसो घुमिरहेको रहेछन्। अब के हेर्नु। हेर्नुहोस् वास्तविक रमाइलो अनि परापूर्व कालको क्षणहरू अवलोकन गराउने दृश्य। यतातिर नेचर चाहिँ नेचर अफ ब्युटी नेचरै हो क्या। हो हेर्नुहोस् त। ल भाइ भनिदे तेरो राय के छ त आज? आज के खानु मन लाग्छ रे? भाग पर्छ कि पर्दैन त अब? भाग मतलब सिद्धिसक्यो कि? ओहो यस्तै ओकालो ओह्रालो जिन्दगी नै भन्छन् नि। जिन्दगी एउटा यस्तै हो ओकाली ओह्राली देउराली भन्ज्याङ भन्छन् नि। हो रहेछ सायद। हरेक कुराहरू हामी सानो सानो परिस्थितिबाट पनि थाहा पाउन सक्छौँ कि जिन्दगी के हो भन्ने कुरा यसमा देख्न सकिन्छ। ओकालो पनि छ हेर्नुहोस् ओह्रालो भिरालो पनि छ। उता दायाँ पनि छ यहाँ बायाँतिर पनि छ माथितिर पनि छ तलतिर पनि छ। हेर्नुहोस् के सबै कुराको सम्मिश्रण एउटा शब्दवालीको जिन्दगी हो क्या। मान्छेहरू त्यो डाँडा पारी छन् अब कसरी जाने त्यहाँ हामी? यताबाट जाम
बाटो यस्तो उताबाट धेरै टाढा पर्छ। अब जान्दै पनि यताबाट घुमेर जस्तो पो होला। साथीहरू दही चिउरा खाएर बसिसके, हामी भने हिँडै छौँ। हिँड्दै रात जाला जस्तो साझा। के कति ढिलो गरे क्या आन्टीहरूले। टिकटकै बनाउने अहिलेको चलेको भनेको त्यही टिकटक त हो मान्छेलाई। खै भाइ यहाँ आजकल के बनाएर छ? स्याउ बन्न लगाएर चाहिँ क्या हो? होइन क्या ए त सानो कटेरो बनाएर चाहिँ है। पहिला आउँदाखेरि थिएन नि यहाँ। सिद्धियो रुखहरू यस्तो छन्, बिरुवाहरू यस्तो छन्, झारपातहरू यस्तो छन्। अनि उहाँ हेर्नुहोस् वृक्षारोपण कार्यक्रम भर्खरै भएर छ चोबारमा। यहाँ टक्क पारेर पम्पलेट पनि टाँसेको छ। भर्खरै वृक्षारोपण। तर यस्तो दामी छ क्या, पुरै छोडिदिउँ क्या। कहीँ जानै पर्दैन वर्षायामको यादको लागि। यो चोबार नै काफी रहेछ। हामी पनि आज वर्षौँपछि आएको बल्ल। तर कति रमाइलो होला जस्तो यहाँ पसलहरू पनि छ है गाइज। हेर्नुहोस् यतातिर पानीपुरीहरू, चटपटेहरू दामी मिठो पाउँछ यतातिर। हजुरहरूलाई सबै सुविधा छ। बटिया पानी आइसक्यो, क्यार्नी भयो। एकदम रमाइलो होला भनेको त पानीले नै रमाइलो गराउला जस्तो छ आज। यो छाता नि ल्याइन झन् भाइ, मैले त छाता नि ल्याइन। ओहो हेर्नुहोस् न गाइज, कति राम्रो फुल फुलेको रहेछ। आहा कस्तो दामी। उहाँ हेर्नुहोस् त बादलका गुच्छाहरू माथि छन् भने तलतिर हिमालका ती लहरा जस्तै बगिरहेका चञ्चल दृश्यहरू देखिन्छन्। यहाँ चाहिँ पार्क पनि छ है गाइज। ए त कहाँबाट गयो? ए हेर यताबाट होइन। ओ पानी पनि आयो। हेर्नुहोस् त क्यार्नी हो। त्यहाँ झन्डा त थियो नेपालको, फहराउन मन लाग्थ्यो, जान पाइँदैन। अब अहिले पानीले भिजाइसक्यो। एयरपोर्ट पनि बिग्रिने भयो है। हेर्नुहोस् गाइज, यहाँ पसलहरू पनि छन्, नास्ता पसल है। दामी छन् अब पसलहरू पनि यहाँ। ओहो यहाँ कति राम्रोसँग चिप्स सजाउनु भएको रहेछ। हेर्नुहोस् त। ओहो उता फुलहरू कस्तो दामी रहेछ। मामा हेर्नुहोस् गाइज, फुलको बारी कति राम्रो छ। यो चाहिँ के चाहिँ घाँस हो? कस्तो गाइज लास्टै पानी पऱ्यो यहाँ अहिले। अनि हामी रोकिएछौँ है, एकछिन रोकिएको छौँ है। पानी पर्यो। हजुर आएँ भाइ आएँ म। हेर्नुहोस् गाइज यस्तो रमाइलो छ क्या। हेर्नुहोस् पानी परेर रमाइलो पनि भइरहेछ। तर हेर्नुहोस् गाइज सबैजना रमाइलोसँग आफ्नै ताल मिलाएर हिँडिराख्नु भएको छ। अघिदेखि टिकटक बनाउन मस्त आन्टीहरू, अब अहिले भिजायो पानीले। के हेर्नु, तै पनि रमाइलो मान्नै पर्यो किनकि हामी घुम्न आएको मान्छे। हेर्नुहोस् यहाँ भिरबाह कस्तो दामी छ। अनि तपाईँको उता चाहिँ सहर छ हेर्नुहोस्। अनि त्यसै गरेर यतातिर चाहिँ तलबाट गाडी आइरहेको छ। अब अलिकति साइड लाग्नु पर्यो, मलाई ठोक्दैन फेरि। एक जुनीमा पाएको जिन्दगी के रमाइलोसँग मैले चोबारबाट पनि केयर गर्नु पर्यो नि त। ओहो ल के छ तेरो खबर? आज भिजेर रमाइलो भएको छ। अब जाने त्यहीँ माथि जाने। फुलहरू यस्तो दामी फुलेको यहाँ फेरि है। जहाँ पनि फुल मात्र भेटाइरहेको छु। किन होला मेरो जिन्दगी नै फुल भएर होला कि फुलै मात्र देख्छु यो जिन्दगीमा। फुलमा सजिन लेखेको छ क्या मेरो भाग्यमा। हेर्नुहोस् त
रमाइलो त छ तर पानी पनि परिरहेछ उता बादल लगाइरहेछ चिसो मौसम छ त्यहाँ फुलहरू फुलेर छ फेरि हेर्नुहोस् त जहाँ हेऱ्यो फुल मात्रै छ आज के भयो हेर्नुहोस् गाइज कति रमाइलो छ अब म हजुरहरूलाई दामी बगैँचा देखाउन लाँदैछु ल के यहाँ चाहिँ क्याम्प रहेछ टिकट काउन्टर रहेछ है ए यहाँ चाहिँ तपाईँको फुलबारी भयो हेर्नुहोस् त कस्तो दामी ए भाइ एउटा खिच्दै त मेरो ओ म कति राम्रो फुलबारी रहेछ So guys पानी पर्यो सो गाइज पानी पर्यो लग्नु न उता उता पर्यो कि भिजाइसक्यो क्या नमस्ते मलाई आउँदैन यता कि यता यता प्रोग्राम भइरहेछ यहाँ दामी छ पानी पनि यति धेरै आएको थियो
हेर्नुहोस् गाइज यहाँ यस्तो रमाइलो छ यहाँ साथीहरू सबैजना डेउडा गरिरहन् मलाई चाहिँ घुम्न मन लाग्यो म चाहिँ खासै डेउडा खेल्न जान्दिनँ हेर्नु त्यही भएर म चाहिँ यसो रमाइलो गरिहालौँ यतातिर कस्तो रहेछ त यो गार्डन भनेर यसो आएको है यस्तो राम्रो हेर्नुहोस् त यहाँ त बिचरा रमाइलो छ गाइज हेर्नुहोस् यो चाहिँ चोभारको दृश्य है यस्तो रमाइलो छ हेर्नुहोस् यहाँ साथीहरू सबैजना रमाइलो गरिरहन् मलाई चाहिँ खासै यो डेउडा सेउडा मन पनि पर्दैन भन्नाले अब खेल्न नआएपछि यस्तै हो क्या खासै अब त्यति टेस्ट हुँदैन मलाई त्यही भएर म चाहिँ यसो फुल बगैँचा बारीहरू हेरौँ यतातिर भए पनि यसो हेरिदिउँ रमाइलो गरौँ यसो रमाउनु त पर्यो नि है जीवनमा रमाइरहेछन् है म भने एक्लै के म आफ्नै पाराको हेर्नुहोस् मलाई चाहिँ खासमा यो मान्छेहरूको भिडभाड त्यति धेरै मन पर्दैन तर जानै पर्छ कहिले कसैसो कार्यक्रममा है यहाँ चाहिँ हेर्नुहोस् गाई यो चाहिँ पानीको तलाउ रहेछ यो चाहिँ टक्क बनाउनु चाहिँ कस्तो दामी फ्रस गरेर बनाउनु भएको रहेछ कि यहाँ चाहिँ अनि यो पानी चाहिँ फोहोर भएर यसमा बसेको रहेछ है जम्मा भएर यो चाहिँ टक्क यसरी टङ्की बनाएको छ क्या तर कस्तो दामी साफ नगरेर हेर्नुहोस् त गाइज कस्तो फोहोर छ क्या यहाँ छहरा रहेछ छहरा ओ अति यहाँ हेर्नुहोस् त कति राम्रो रहेछ क्या यहाँको चाहिँ भ्यू म चाहिँ उतातिर के रहेछ भने सुरक्षा वातावरण हाम्रो जिम्मेवारी भन्ने रहेछ है यहाँ चाहिँ हामीले फोहोर सोहोर गर्न मिल्दैन सफा गरे हाम्रै हो राम्रै हुनेछ भन्ने सन्देश चाहिँ यो बोर्डले हामीलाई दिन खोजेको है अब यसमा हेर्नुहोस् भन्नुपर्दा अब यहाँ चाहिँ गार्डन रहेछ क्या यो यहाँ टक्क फुलहरू रोपिएको छ यतातिर साना साना बिरुवाहरू के चाहिँ रोपिएको छ होइन अनि यहाँबाट यस्तो यो फुलहरू छ क्या यस्तो दामी दामी छ फुलहरू पनि है फेरि यतातिर हेर्नुहोस् कस्तो दामी फुलेको रहेछ अब चाहिँ तपाईँको यतातिर भनेपछिलाई यस्तो यहाँ चाहिँ खै कुन चाहिँ के को चाहिँ घर रहेछ कि यहाँ चाहिँ तल घर बनाएको रहेछ पार्किङ रहेछ पार्किङ भन्ने रहेछ पार्किङ रहेछ पार्किङ है पार्किङ रहेछ गाइज हेर्नुहोस् यो पार्किङ पनि कस्तो रहेछ म देखाउँछु है अब यहाँबाट झर्नुपर्छ हेर्नुहोस् यहाँ चाहिँ अब हेर्नुहोस् यहाँ माथि टक्क जान मिल्दैन होला कि जस्तो लाग्यो अलिकति त्यस्तै छ यहाँ तल के चाहिँ रहेछ त्यो चाहिँ भवन रहेछ के को भवन रहेछ म हजुरहरूलाई देखाउँछु गाइज है एक्साइटेड भएर हेर्नु होला हेर्नुहोस् यस्तो रमाइलो छ यहाँ यहाँ चाहिँ खै के को चाहिँ घर रहेछ ऊ त्यहाँ पार्टीमा लेखिएको छ सानो म हजुरलाई पढेर सुनाउँछु है यो घर चाहिँ दामी छ तर चोभारमा यस्तो घर बनेको रहेछ है आजकल पहिला आउँदाखेरि चाहिँ देखिनँ मैले अहिले चाहिँ यहाँ के लेखेको रहेछ है हेर्छु है बोर्डमा देखेँ ल बागमती प्रदेश काठमाडौँ कीर्तिपुर नगरपालिका वार्ड नम्बर 6 चोभार स्थित जलविनायक सामुदायिक वन उपभोक्ता समूहको कार्यक्षेत्र सीमा क्षेत्रभित्र मञ्जुश्री पार्क परिषदमा निर्मित फल्चा भनेको छ है यो फल्चा भने के तथा प्रवेशद्वार सहितको टिकट घरको समुद्घाटन कीर्तिपुर नगरपालिका उपप्रमुख श्री शुभलक्ष्मी साक्य सुनिता
जीवबाट सुसम्पन्न भयो। नेपाल सम्वत विक्रम 1145 एलान्थेओ चतुर्थी इति स्वयं 2082 साल भाद्र 11 गते रोज 4 शुभ भनेर भनेको छ। यो चाहिँ उहाँ कसले बनाउनु भएको रहेछ भने चाहिँ यो चाहिँ के अरे शुभलक्ष्मी शाक्य सुनिताजीले बनाउनु भएको रहेछ। यो चाहिँ खासमा मञ्जुश्री पार्क परिषद रहेछ। यो चाहिँ है यो चाहिँ हेर्नुहोस् यो भर्खरै बनेको रहेछ। पोहोर साल 2082 भाद्र 11 गते 4 शुभम भनेर भनेको छ है। 4 गते चाहिँ शुभ भएको यो चाहिँ सिद्धिएको रहेछ क्या। यसको चाहिँ स्वागत भएको रहेछ। हेर्नुहोस् त, हेर्नुभयो अब गाइजहरूले यो के रहेछ त है। अब हजुरहरूले कमेन्टमा लेख्नु होला। यस्तो दामी बनेको छ। म यसबाट सिन हजुरहरूलाई पठाइदिन्छु। फेरि यतातिर चाहिँ गाडीहरू टक्क गइरहेको हुन्छन्। सोबारतिर है गाडीहरू पनि पाउँदो रहेछ। आजभोलि त राम्रो सुविधा रहेछ। मलाई चाहिँ थाहा थिएन, म पहिला आएको थिएँ। अहिले चाहिँ भवन बनेको यस्तो राम्रो दामी रहेछ क्या। यहाँ चाहिँ दामी रहेछ। अब हजुरहरूलाई रिब्याक हुँदै उतातिरको साइड देखाउँछु। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला है। उता माथितिर पनि सोभरको भाग धेरै ठुलो छ क्या। उसरी भन्नुपर्दा हेर्नुहोस् यहाँको रमाइलो छ। यस्तो दामी छ। तर बाँसको यहाँ टक्क बाँसको त्यो सिँढीहरू बनाएको रहेछ क्या। त्यो सिँढीहरू बनाउँदा पनि कस्तो राम्रो बनाएको रहेछ क्या। फेरि दामी यहाँ हेर्नुहोस् त, कस्तो रमाइलो छ। सबैजना डेउडा खेलिरहन्। म भने चाहिँ यस्तो यो सिन हेर्नमा व्यस्त छु। म डेउडा खेलेर अब एउटै ठाउँ देखिन्छ यसो घुमिहालौँ न त आएको टाइममा भनेको त। ठ्याक्कै हेर्नुहोस् गाइस यो फुल मैले समाति। अब हजुरहरूलाई के लाग्यो, कस्तो लाग्यो यसो कमेन्ट हालिदिनुहोस्। अब हजुरहरूलाई रिब्याक हुँदै यता भित्ती माथिल्लो साइडतिर गयो छेउतिरको भित्ता देखाउँदैछु है। यो चाहिँ यहाँ चाहिँ हेर्नुहोस् ढुङ्गाले बनेको छ। यो चाहिँ अर्ग्यानिक देख्न सकिन्छ यो वाल है। यस्तो राम्रो ढुङ्गाले बनेको छ यो। नेचर इज अलवेज ब्युटिफुल लाइफ। आई लभ यु अलवेज नेचर। यो त बिगा बोट्टाहरू कस्तो दामी भएको छन् क्या। हेर्नुहोस् कस्तो दामी सिस्टमेटिक तरिकाले गरेको छ क्या। यहाँ फुलहरू पनि त्यस्तै छ। कस्तो हेर्नुहोस् त लाइन लगाए जस्तो क्या। कस्तो दामी के भने। आई लभ यु माई नेचर। कति धेरै नेचर हो के ब्युटिफुल। यति धेरै सबैजना चौबार जाम भन्थे। त्यही भएर भन्दा रहेछन् आजभोलि खुब दामी पार्क बनेको छ भन्थे। हो रहेछ। मलाई त थाहा थिएन नि यो यस्तो राम्रो बनेको छ भन्ने। थाहा पाएको भए त म पहिल्यै आइपुग्थेँ। अनि तैपनि आज मौका परिस्थिति र भाग्यले यो ठाउँ देखाउन लेखेको रहेछ। जुन दिन लेखेको हुन्छ त्यो दिन पक्का हुन्छ भन्छन्। हो रहेछ। हेर्नुहोस् गाइस कस्तो रमाइलो भइरहेको छ यहाँ है। हाम्रो साथीहरू आफ्नै तालमा छन्। फेरि फुल पनि हेर्नुहोस् त। रङ्गी बिरङ्गी फुलहरू देख्न सकिन्छ यहाँ। झारपात जङ्गल अनि त्यस्तै अनि तपाईँको गार्डन छ। चराबिरुङ्गी चराहरू छन्। अनि हेर्नुहोस् अब तपाईँहरूलाई म हजुरहरूलाई राम्रो डेउडा पनि देखाउँछु। अब फुलहरू त पुरै छोडिदिउँ। गार्डन त भयो। हेर्नुहोस् गाइज अब डेउडा पनि हेर्नुहोस् त एकछिन।
पसिनेली चेलो छैन है कङ्गो पसिनेली चेलो छैन है कङ्गो पैसाको घमण्ड नगरी राजले नाच पैसाको घमण्ड नगरी राजले नाच हेर्नुहोस् गाइस कति राम्रा फुलहरू फुलेका छन् हेर्नुहोस् गाइस म हजुरहरूलाई कति दामी फुलहरू देखाउने चाहिँ कुन चाहिँ के को चाहिँ बुट्टा होला हजुरहरूलाई थाहा छ हेर्नुहोस् कस्तो दामी फुलहरू छ र यहाँ वाउ फुल रङ्गी बिरङ्गी फुलहरू छ है यहाँ विभिन्न यो चाहिँ गमलामा टक्क सजाएको छ यस्तो रमाइलो छ यहाँ यहाँ मूर्ति पनि छ है ठुलो मूर्ति अनि यहाँ हेर्नुहोस् कस्तो दामी फुलहरू छ के कुरै छोडिदिउँ के कस्तो दामी के यहाँ चाहिँ गार्डन है हेर्नुहोस् त यहाँ चाहिँ पाइप बिछाएको छ पानी छ अनि त्यो यतातिर फुलहरू केरा कस्तो दामी रहेछ यो चाहिँ कुन चाहिँ केरा भन्छ यसलाई ओहो म त यहाँको नेचर हेर्दा हेर्दै पागल भइसक्यो भने अझै यहाँ हेर्नुहोस् यति मात्रै हो र अझै यहाँ बाँस पनि छ भने के कस्तो राम्रो बाँसहरू छ हेर्नुहोस् त आहा अनि यति मात्र हो र भने कस्तो दामी फुल फुलेको ओमागो हेर्नुहोस् त फुल आहा कुन खालको फुल हो यो ए कुकुर पनि आउँदो रहेछन् घुम्न हेर्नुहोस् त कुकुर पनि रहेछन् यहाँ मान्छे मात्रै हुन् र भने यहाँ त कुकुर पनि आउँदो रहेछन् अनि लक 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 ए ल ल ल भब टोक्छ मलाई डर लाग्यो भब म त झन् आउँदै हो खालि लटपट्टी छेउ लगेर म हिँड्न लागेँ राष्ट्रलक्ष्मीमा जुटाउन नेपाली विकास गर्न उठाउन नेपाली विकास गर्न उठाउन नेपाली प्रतिज्ञा सफल बनाऊ कर्तव्य जानौ कर्ममा रमाऊ पसिना आफ्नै देशमा बगाऊ नेपाली जागौ नेपाल जगाऊ हस्यामा हामी संस्कार बढाऊ लक्ष्मीको सतती बढाऊ राष्ट्रभक्तिको कर्ममा रमेर आत्मनिर्भर भएर सुधार गरौँ देशको शासनमा कला र केन्द्र ज्ञान विज्ञानमा नेपाली बाबा सबैमा जगाऊ भन न भन यो राष्ट्र गौरव बनाऊ
सुस्वावलम्बी भावमा रमाउँदै सङ्घर्ष गर्ने प्रतिज्ञा लिएर वीर योद्धाले जय शिर उचाले राष्ट्र लक्ष्यमा जुटाउन नेपाली विकास गर्न उठाउन नेपाली क्यामेराको आगो सकिने भन्ने कुरा हो क्यामेराको आगो सकिने भाइ दिदी हाल्नु कति धेरै भिडियो हाल्यो चिनी मेरो मात्र होइन यहाँ नातिसँग धेरै खिच्नु लो भइसक्यो हुँदैन गोबी पनि फल्छ भाइ थाहा जाम त मकै